नमस्कार है। आज म तपाईहरुलाई विवाहमा लेख्नै पर्ने एउटा सेरोमनी अथवा जिम्ती कसरी लेखिन्छ त्यसमा के कुराहरु हुनुपर्छ भन्ने बारेमा सानो जानकारी दिनु भइरहेको छु। हामीले सर्वप्रथम जिम्ती लेख्नको लागि एउटा ठूलो एउटा बोर्ड बनाइन्छ। यो चाहिँ यसरी भित्तामा पनि बनाउन सकिन्छ र अन्य छुट्टै बोर्डहरुमा फ्लेक्समा अथवा विभिन्न खालको चार्ट पेपरमा पनि बनाउन सकिन्छ, कलरफुल चार्ट पेपरमा। त्यसको लागि हामीले अलिकति गाईको दुध अनि त्यसपछि यो रातो रङ, सेतो रङ, चन्दनहरु प्रयोग गर्नुपर्छ। हामीले सर्वप्रथम यसरी बनाउँदाखेरि यो ठाउँमा चाहिँ बाटो छोड्नुपर्छ। चारैतिरबाट घेरायो भने यो ठाउँमा यो घरमा जाने बाटो बनाउन पर्छ। र अब यहाँ मैले एउटा घर बनाएको छु। यो चाहिँ दुलाको घर हो। यहाँ 4 तले भए पनि मैले चाहिँ अहिले यहाँ 2 तले बनाएको छु। त्यसैगरी यहाँ चाहिँ दुलै हैन, डोलीमै लैजाने चलन अझै पनि छ कतिपय ठाउँमा। यो डोलीमा चाहिँ दुलै बस्नु भएको छ। अनि यहाँ चाहिँ हाम्रो दुलाहा राजा है, आशिष भाइ र यी अब डोलेहरु हुने भए अनि जन्तीहरु छन् यहाँ विभिन्न किसिमका। त्यसैगरी यतापट्टि यो पोखरी बनाइएको छ। पोखरीमा चाहिँ 2वटा माछाहरु पनि देखाइएको छ यताउता। त्यसैगरी यसको चाहिँ दाहिने साइडमा सूर्यको चित्र अंकित छ। त्यसैगरी यो स्वस्तिक छाप भइहाल्यो। A+S आशिष र सुजता। त्यसैगरी मैले यो ताराहरु बनाएको छु। यहाँ एउटा सानो मन्दिर छ। अनि यो चाहिँ चन्द्रमा है, यता दाहिनेतिर सूर्य भनेदेखि यता चन्द्रमा, किनकि यो दाहिने चन्द्रमा भने पनि यहाँ चाहिँ बनाउँदाखेरि यस्तो किसिमको बनाउनु पर्छ। यहाँ चाहिँ बर पिपलको चौतारो बनाइएको छ। अब यो ट्याक्सी अनि यहाँ विभिन्न किसिमका जन्तीहरु छ। यहाँ चाहिँ कलश अलि सानो बनाइने हुन्छ, यहाँ अलिकति ठुलो बनाइयो हामीले हातले बनाउँदाखेरि। यहाँ चाहिँ दियो बनाएको छु मैले। विभिन्न किसिमका यी चित्रहरु, घाँसहरु यता उम्रेको बनाइएको छ। यी कुराहरु हामीले राख्नै पर्ने हुन्छ। अरु चाहिँ आफ्नो क्षमता अनुसार चाहिँ राम्रो बनाउन सकिन्छ। यो चाहिँ औपचारिकता पूरा गरिन्छ। र ठीक 1 वर्ष पछाडि, विवाहको 1 वर्ष पछाडि आजकै दिन फेरि यसलाई गाईको दुधले चाहिँ मेट्ने काम गरिन्छ। इन केस बीचमा अब सन्तान जन्मियो भने, जुठो भयो अथवा त्यस्तो केही भयो भनेदेखि यसलाई चाहिँ पहिला नै पनि मेट्न सकिन्छ। यो छोपिन्छ। सन्तान पहिले जन्मियो 1 वर्ष नहुँदै भनेदेखि यसलाई छोपिन्छ र त्यो दिन मेटिन्छ। र अब 1 वर्षमा फेरि हामीले चाहिँ जिम्ती मेट्ने भन्छौँ। त्यतिबेला पनि सबै दाजुभाइ दिदीबहिनीहरू बोलाइन्छ अनि रतौली गर्ने भनौँ न, त्यस्तो किसिमको कार्यक्रमसँगै यो चाहिँ बल्ल 1 वर्ष पछाडि यसको चाहिँ मिति चाहिँ समाप्त हुन्छ। हस्, धन्यवाद।